हेलो गुड मर्निङ एभ्रिवान। म गइरहेको छु बेथानचोक हाइकिङको लागि। हाम्रो टिम मेम्बरहरू अगाडि उडिरहेछ अनि म नि गइरहेको छु। आफ्नो कोठाबाट निस्किरहेको छु। चिया खाइसके अब कोटेश्वरको लागि जाँदैछु। हाम्रो ग्रुपमा 5 जना मेम्बर छ। यो चाहिँ हाम्रो टिम मेम्बरहरू भयो। हामीहरू कोटेश्वरमा अब बनेपा पनौटीको गाडी चढिरहेको छु। हाम्रो सबै पूरा गरेर हुन्छ त्यसपछि दोज आज त स्किप लेख्न बाँकी छ स्किप लेखेपछि हाल्छ सबै यो चाहिँ पनौती बस पार्क भयो। हामीहरू यहाँ खाना खाएर अब बेथानचोकको लागि निस्किरहेको छु। If I don't ask your name today, I may never get a chance to walk beside you. One mistake yo. अहिले बसबाट झरेर गइरहेको छु हाइकिङमा सबैजना। टिमहरू गइरहेछ, हाम्रो टिमहरू गइरहेछ। अब डाँडामा चढिरहेको छौँ हामीहरू। सबैजना हामीहरू यति टिम मेम्बरहरू खासमा सबै गइरहेको छु। खान्चुको मन्दिरमा आइसक्यो सबैजना। सबै देखो हामीहरू फर्केर गइरहेको छु। साइड 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 ल भन्नु त। हेलो वेलकम टू माय ब्लॉग टुडे। हाय गाइस, ये मैं हूँ और ये मेरे ग्रुप मेंबर्स हैं और हम लोग हाइक पे आए हुए थे। हम यहाँ हाइक आए थे। हामी कता हाइक आए थे अरे गाइस? हेर्नुहोस् साथीहरू, अहिले हामी घुम्न आएको तर कुन ठाउँ आएको त्यही बिर्स्यो है। यो चाहिँ बेथानचोक हो।